यसले देशलाई सही दिशामा लान्छ। हाम्रो पार्टीको तर्फबाट ठुलो भुल भयो, चुक भयो, कमी रह्यो। हामीले भन्ने गऱ्यौँ, विभिन्न ठाउँमा देखेका पनि थियौँ हामीले के भइरहेको छ, के हुन्छ। श्रीलङ्का देखेका थियौँ, बङ्गलादेश देखेका थियौँ। बङ्गलादेश बनाइदिन्छु भनेर त आततायी तत्त्वहरू त पार्लियामेन्टमै बोलेको थियो त, अन्त पनि बोलेका थिए बङ्गलादेश बनाउँछौँ, आगो लाउँछौँ, तोडफोड गर्छौँ, यो गर्छौँ, त्यो गर्छौँ। त्यो त पहिलेदेखि भनेको थिए। हामीले जनताको सुरक्षा जनताले गर्नुपर्छ भनेर टोल टोलमा टोल सुरक्षा समिति बनाउने जस्ता कामहरू गरेनौँ। त्यो हामीसँग नेकपा एमाले भनेको एउटा तिरतिरे खोल्सी होइन, यो एउटा महासागर जस्तो सङ्गठन। यो सङ्गठन यसमा युवाहरू अनि कोसँग छ त युवा? फेसबुकको युवा होइन, घर घरको युवा नेकपा एमालेसँग छ। फेसबुकमा हेर्ने पनि केही पनि छैन एमालेसँग, रित्तै भइसक्यो एमाले। पढ्यो